हेलो गुड मर्निङ गाइज। हामी चाहिँ आज टक्क लाएर यो फर्म चाहिँ अस्ति हामीले पराल निकालिसकेको अब भात खाएर चाहिँ अनि पल्लोपट्टि हामी सार्नेछौँ। हेर्नुहोस् यो फर्म चाहिँ यहाँ प्लटिङले गर्दा चाहिँ भत्काएको छ। अब पल्लोपट्टि हामी सार्दैछौँ। यो चाहिँ हामीले नयाँ फार्म बनाइरहेको छौँ। कुखुराको फार्म हो यो चाहिँ। हेर्नुहोस् यसरी बनाइराखेको छौँ। ल है यस्तो छ साथी हो, दुःख छ, सङ्घर्ष गर्नुपर्छ। हजारवटा कुखुरा अट्ने चाहिँ डेढ कुखुराको लागि हामी फार्म बनाउँदैछौँ। निर्मल कार्यक्रम धमाधम भइरहेछ माथि भाटा हाल्नको लागि। यस्तै छ किसानको जिन्दगी चाहिँ। तपाईहरुलाई पनि यो कुखुरा सम्बन्धी अनि हाल्नु परेमा कस्तो के बनाउने हामी तपाईहरुलाई जानकारी दिन सक्छौँ। ल हामीले चाहिँ मुनि प्लास्टिक लगाइसकेका छौँ। हेर्नुहोस् र माथिबाट चाहिँ अनि खर र अनि हामीसँग भएको परालले चाहिँ हामी छाउनेछौँ। यो मुनि प्लास्टिक राख्नको कारण चाहिँ पराल तल नदेखिने अनि सो राम्रो हुने हुन्छ। अनि माथि चाहिँ हामीले खर यो पराल लगाइसकेका छौँ। यस्तो छ। यो माथि हामी प्लास्टिक लाउनेछौँ। यस्तै छ साथी। यसलाई चाहिँ हामीले मजाले बाँध्नेछौँ माथिबाट भाटाले। यो माथि चाहिँ प्लास्टिक बस्छ। हेर्नुहोस् साथी हो, अनि यो चाहिँ ठक्क फिनिसिङ भइसकेको। अनि अब यहाँ कुखुरा हाल्न रेडी एकचोटि अनि मजाले लिपेर चाहिँ हामीले यहाँ सुकाएर चाहिँ हामी कुखुरा हाल्न सक्छौँ। यस्तै छ साथी हो। थ्याङ्क यू।